हेलो साथीभाइ हो है। म तपाईँहरूलाई एउटा कुरा देखाउँछु। त्यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नि एउटा अचम्मैको कुरा छ। यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यो पोस्ट देख्नु हुँदैछ तपाईँहरूले। यो पोस्ट चाहिँ 11,000 को लाइन हो। यहाँ चाहिँ तपाईँले एउटा अचम्मको कुरा देख्नुहुन्छ। के हो भन्दाखेरि चाहिँ यो वरिपरिको चराचुरुङ्गी चाहिँ नि सक्नु आँट्यो। दिनै पछि एउटा दुईटा गर्दै मरिबस्छ। म छक्क लाग्छ। यस्तो डेन्जर हुँदो रहेछ यो पोस्ट चाहिँ। तपाईँहरूलाई म एउटा इक्जाम्पल पनि देखाइदिनु पऱ्यो। यो भुइँमा हेर्नुहोस् ल। यो भुत्लाहरू देख्नु हुँदैछ। प्राय जस्तो कुकुरहरूले बोकेर लान्छ। कसैलाई ढुकुरहरू, कसैलाई के झरिरहेको हुन्छ हो। यता हेर्नुहोस् न। यस्तो डेन्जर हुँदो रहेछ यो पोस्ट। हिजो अस्ति यहाँ नि झरिरहेको थियो। आम्मामा खतरा हुँदो रहेछ नि। यसरी मर्दो रहेछ। अचम्मको हुँदो छ नि हौ। हुनु चाहिँ यो पोस्ट चाहिँ टावरको हो। जियो टावरको हो कि। हाम्रो मान्छेले खोजेकै यही हो। यस्तो पोस्टहरू घरको वरिपरिबाट लगेर हो। अब अलि पछि चाहिँ यहाँ सखाप हुने रहेछ। दिनै पछि मर्छ। म दिनै पछि पनि अपडेट हाल्न सक्छु। त्यति बेसी मर्दछ चराचुरुङ्गी। छक्कै लाग्छ। म छक्कै अचम्मै लाग्छ। के गर्नु अब यस्तै छ। ल यसो मन पऱ्यो भने लाइक गरिदिनुहोस् साथीभाइ हो। धन्यवाद।